गिभन ट्रायङ्गल एबिसीमा स्मल ए भनेको बिसी हो, बी भनेको एसी र स्मल सी भनेको एबी भन्ने कुरा थाहा हुनुपर्छ पहिला। त्यसपछि प्यालोग्राममा दिएको छ एसपी इक्वल्स टु 6.4 सेन्टिमिटर। एसएएमपी प्यालोग्रामको नेमिङ दिएपछि हामीले बेसलाई ध्यान दिनुपर्छ। प्यालोग्राममा ए भएको भएर एबीलाई बेस राख्नुपर्ने भएकोले एबी 6.4 सेन्टिमिटर काट्छौँ पहिला। त्यसपछि यहाँ एङ्गल नदिएपछि हामीले साइड एसी 4.5 सेन्टिमिटर काट्छौँ। बिसी 5.6 सेन्टिमिटर। ए र सी जोइन गरेपछि ट्रायङ्गल एबिसी तयार भइसक्छ। ट्रायङ्गल बनाइसकेपछि अब प्यारालाइन बनाउनु पर्छ। प्यारालाइन बनाउनको लागि एङ्गल एमा एउटा आर्क बनाउने र त्यही बराबर एङ्गल सीबाट पनि आर्क बनाउने। त्यसपछि त्यो एङ्गलको नाप लिने र माथि त्यही बराबरको काटेपछि अल्टरनेट एङ्गल बन्छ। त्यसपछि जोइन गर्यो भने हामीले प्यारालाइन पाउँछौँ। एरिया अफ ट्रायङ्गल प्यालोग्रामको हाफ हुने भएको भएर हामीले हाफ बेसमा बनाउनु पर्छ। त्यसैले ए र बीबाट एबी लाइनमा हामी पर्पेन्डिकुलर बाइसेक्टर खिच्छौँ। पर्पेन्डिकुलर बाइसेक्टरले हामीलाई ए र बीको मध्यबिन्दु यानि मिड पोइन्ट दिन्छ। पर्पेन्डिकुलर बाइसेक्टर खिच्न आउँदैन भने एबीको नाप लिएर